पिरो पुरा पिरो 3x भन्ने न 3x न 2x न कुनै के x x खाँदैन भयो x भन्ने चाहिँ बर्बाद गर्दो रहेछ x भन्ने हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई च्यानल हजुरहरूलाई एकदम मेरो लाइफमा मेरो पेजमा मेरो च्यानलमा एकदम स्वागत छ लाइभ भन्ने बानी भएछ लाइभ चाहिँ म नआएको धेरै भएछ खालि लाइभ भन्ने पठाउँछु हो आज चाहिँ म यहाँनिर मामा घर आएको छु मामा घरमा चाहिँ पूजा छ अनि त्यही भएर चाहिँ म यहाँनिर घर आइरहेको छु अनि यहाँ हुनुहुन्छ मेरो बोजू हेलो बोजू नमस्ते गरिदिनु न सबैजनालाई नमस्ते भनिदिनु न मेरो बोजूको साथी बोजू नै हो मेरो बोजू अनि बोजूसँग चाहिँ एकदम मिल्नु हुन्थ्यो नि त बोजूको बेस्ट फ्रेन्ड मेरो बोजूको चाहिँ हो उहाँ दुईजना चाहिँ एकदम सँगसँगै अनि यहाँनिर हुनुहुन्छ मेरो मम्मी हेलो हाई यहाँ हुनुहुन्छ मेरो माइजू अनि म तपाईँलाई देखाउँछु ल को हुनुहुन्छ यहाँ चाहिँ पूजा भइरहेको छ यहाँ चाहिँ पूजा भइरहेको छ हो यो चाहिँ अनि यहाँभित्र चाहिँ उहाँ हुनुहुन्छ मेरो छेमा हेलो अनि यहाँ हुनुहुन्छ मेरो छेमा से हेलो यहाँ हुनुहुन्छ मेरो काका यता हुनुहुन्छ मेरो काका पदम सुब्बा पदम बहादुर सुब्बा यहाँ चाहिँ हुनुहुन्छ हाम्रो छेमाको काकाको छोरी अनि यहाँनिर चाहिँ मेरो मामाको छोरा ओइ हेलो भनेको है हातले यता फर्केर हेलो भन्दिनँ हेलो एभ्रिवान भन्ने हो न फोन खेलाउनुमा मस्त छ ऊ ऊ यहाँ हेर्नु नि खुट्टाको म चाहिँ यहाँनिर किताबमा आएको छु नि त सबैजना आउनु भएको छ अब चाहिँ म रोटी बनाउनु रे रोटी बनाउनुतर्फ लाग्दैछु मेरो अर्को भाइ पनि छ ऊ पर गएको छ त्यो चाहिँ अहिले आउँदैछ म त्यसलाई पनि देखाउने छु है मेरो मामाको ठुलो छोरा त्यसलाई पनि देखाउने छु अहिले त्यसलाई देखाएन भने फेरि मन दुखाउँछ अहिले चाहिँ हामी यतिजना छौँ घरमा बुढा खोइ भनेर सोध्नु हुँदै होला सोच्नु हुँदै होला है मेरो बुढा चाहिँ कर्सियङ जानुभएको छ कर्सियङ जानुभएको छ अनि चाहिँ आज तक भन्दैछ मलाई चाहिँ बाबा पुऱ्याउनु जानुभएको छ बाबा चाहिँ पर्सि 28 तारिक चाहिँ कर्सियङ जानु उता काठमाडौँ जानुहुँदैछ नि त त्यही भएर चाहिँ हस्बेन्ड चाहिँ बाबा पुऱ्याउनु जानुभएको छ ससुराबालाई हो अनि भर्खर लप्चु पुग्रिए भन्नुहुँदै थियो अनि म चाहिँ यहाँनिर छु भरे बेलुका फर्केर आइहाल्नुहुन्छ यतै गर्नुहोस् मेरो भिडियो लास्टसम्म अहिले चाहिँ रोटी पोल्ने टाइम भएको छैन रे अनि चाहिँ त्यही भएर एकछिन गरम भएर चाहिँ यहाँ शीतलमा सबैजना बिचारा गफ गर्दै बसेको हामी सबै बोजू छेमा मम्मी अनि काका हामी सबैजना चाहिँ गफ गर्दै यहाँनिर चाहिँ बसेको पूजा सकेको छैन पूजा चाहिँ भइरहेको छ चारहरू बज्छ भन्दैछ अनि त्यही भएर हेलो गाइस यस्तै हुन्छ बेसी रामेन खाएपछि दुई चम्ची खाएपछि हो ए दुई चम्ची आँसु निक्लिरहेछ मेरो आँसु राम्रो खाएको रे म खाँदिनँ हत्ताबाट आज तिनीहरूले खाएको देखेर चाहिँ यसो टेस्ट गरेको यहाँ आँसु हेर्नु ओठ पोलेर फुल्लेर हनुमानको ओठ भएको जस्तो फिल भयो मलाई यत्रो फुल्लेको जस्तो फिल भयो तर के भन्नु हुन्छ हेलो भाइ वेलम गर्दै अरे कि आँसु देखाइदिएन आँसु नाकबाट पनि निक्लिन्छ आँसु के रे मर्नु भयो आज पनि मेरो मनका छन् पिरो पुरा पिरो
3x भन्ने न 3x न 2x न कुनै के x केही x खाँदैन भयो x भन्ने चाहिँ बर्बाद गर्दो रहेछ x भन्ने कुरो चाहिँ बर्बाद गर्दो रहेछ आदि न अब x भन्ने कुरो के पनि x पनि यो पनि त त्यस्तै भइरहेको छ के झन् सिकाएको छ यो झन् अब चाहिँ पूजा सक्नु लाग्यो अनि चाहिँ यहाँनिर अब फटाफट रोटी पुरी सुरी बनिँदैछ हो हाम्रो चाहिँ पुरी चाहिँ बनिँदैछ एकछिन देखाइदेऊ आमा बडीहरू सबैलाई बडी देखाइदेऊ ढिलो भयो ल मन गरिदिऊ चुल्ती बहुत गर्मी है बहुत 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 गर्मी पसिना यहाँ कुन्तको रामेनले डल्लै निकालिरहेको चिया पाक्दैछ यहाँ चाहिँ प्रसाद हो प्रसाद खै कहाँ राख्यो प्रसाद यहाँ चाहिँ प्रसाद बाँड्दैछ प्रसाद खानुहुँदैछ सबैजना मम्मीले के भन्नुहुँदैछ हो मैले बनाएको चिया चाहिँ खानु तर्पिरहनु भएको अरे हो यहाँ हुनुहुन्छ मेरो साइडी बोजू मम्मी बोजू नितेश दादा पनि भर्खर आइपुग्नु भएछ उसले के भन्दैछ भ्लगमा नहाल्नु ल भन्दैछ यहाँ दुईजना पुरा टेन्सनमा लु पूजा पनि सक्यो प्रसाद पनि खाइसक्यो लु अब भाँडाकुँडा मोलेर चाहिँ आफ्नो आफ्नो घर लागौँ भन्ने चाहिँ छिटो छिटो भाँडाकुँडा मोल्दैछौँ हामी छेमा छोरी भएर चाहिँ हो अब चाहिँ यो सकेर चाहिँ म पनि घर लाग्ने हो छेमा पनि घर जानुहुन्छ होला तर म चाहिँ एकछिन मेरो बुढोलाई पर्खिने हो आइपुग्नु भएको छैन त्यही भएर चाहिँ भाँडा धोएर अब यसो बसेर गफसफ गर्दै बसौँ भनेर चाहिँ सोच्दैछौँ यहाँनिर सबैजना गफ गर्दै बसिरहनु भएको छ साइली बोजू हुनुहुन्छ उहाँ चाहिँ मेरो यहाँ देख्नुहुँदै होला छेमा बोजू मम्मी सबैजना दुईजनाले चाहिँ लिचीको फुल हेर्नु भएको कि के हेर्नु भएको मामाले चाहिँ आलु उचाल्नुहुँदैछ कसको यो आलु भन्दै लु अब छेमाको पनि जाने टाइम भयो बाई बाई भन्नुहुँदैछ काका हात मिलाउँदै अब चाहिँ लाग्नुहुँदैछ उहाँहरू पनि जानुभएको घर उहाँको फर्किनु हुँदैछ अब हाम्रो पनि जाने टाइम बेलुका होला उहाँहरू त हिँड्नु भयो यहाँ नि आगो तापेको फेरि बच्चुले हामी चाहिँ फेरि यही भाडा मोल्छ भन्नु ल हामी चाहिँ यही भाडा मोल्दै गर्नु सबै गयो हामी चाहिँ भाडा मोलेर सकेको छैन हो उयो मोल उयो यति मात्रै मोलिसक्यो आजको लागि हाम्रो आजको दिन चाहिँ यसरी बित्यो हो